So hello guys, welcome to my channel अनि अघि मैले पोस्ट गरेको मेरो माइकको भिडियो सबैले हेर्नु भएको होला हजुर। सो अब भोलि त दसैँ छ नि त। सो हजुर सो हैन भोलि प्रोग्राम छ, त्यही भएर हामी खानेकुराहरू भोलि टिका लाउने दिन हो नि त। अनि खानेकुराहरू भेजिटेबल्सहरू त्यस्तै कोकहरू लिन जाँदैछौँ। सो अहिले म मात्रै घर सिफ्ट भएको छु नि त। सो यहाँ चाहिँ बाटो चाहिँ एकदम अब घर सिफ्ट भएको छु। अनि यहाँ चाहिँ अलिकति कस्तो छ क्या बाटो चाहिँ, म ब्याक क्यामेरा नै गर्न सक्थेँ तर म बिर्सेँ होइन, एकदम बिर्सिनु खालको मान्छे हो। अनि त्यही हिल एकदम छ, त्यही भएर पछाडिको पनि त्यस्तै छ। यहाँ त अब पिच गर्छ लाइक केस। सो त्यस्तै कोकहरू लिन जाने हो होइन। यहाँ चाहिँ कोकको अफर छ होइन, ग्लास पनि पाउँछ। यसमा खाने पिउने खाने भन्छौ म त होइन। ल त्यही खानेहरू गर्ने हो नि त होइन। म यसरी यहाँ यसरी लायो भने हुन्छ त के हुन्छ त म त्यसरी अर्को ठुलो भोइस आओस् भनेर यसरी गर्छु त्यसै नि होइन। ल हजुर भने होइन त्यही हो। मेरो मान्छे त किचकिचे खालको हिँड्छ क्या, धेरै कराउनु हुन्छ। आफै सामान राख्नुहुन्छ अनि मलाई कराइसिन्छ क्या होइन, त्यस्तो हिँड्छ मेरो माम त। हाम्रो घरको सबैजना किचकिच गर्ने मेरो बुबा र मामु हो होइन। जान्छ कहाँ जाला यहाँ थली हामी थली जाँदैछौँ हजुरको मर्मा अनि ब्रह्मखेल दाची हुँदै हामी थली जाँदैछौँ होइन। थलीमा चाहिँ यहाँभन्दा धेरै नै यहाँ नि पसलहरू त हुन्छ, तर थलीमा चाहिँ अलिकति हुन्छ नि अलिकति धेरै बजार टाइपको हुने। यहाँ पसल त छन् धेरै नै, म देखाउँछु है त। छन् त छन्, सबै पसल त छन्।